हजुरहरू सबैलाई फेरि पनि मेरो फेसबुक पेज ग्रिन भ्याली नर्सरी मुलुकीमा स्वागत गर्न चाहे। र आज चाहिँ शुक्रबार हो र मैले फुल टिपेको पनि हप्ता दिन पुग्न आँटेको छ। र यसपालि मैले धेरै फुलहरू छाटेर फ्याँकेको कारणले गर्दाखेरि पनि अहिले चाहिँ अब थोरै मात्र भन्दाखेरि पनि यति चाहिँ अहिले फुलिरहेको छ। र यसपालि रोपेको बिरुवाहरूको अपडेट दिनु पर्दाखेरि चाहिँ अहिले चाहिँ यस्तो यति चाहिँ भइसकेको छ। यसरी सरिसकेको अवस्था छ। तपाईँले यहाँ देख्नुहुन्छ, यहाँ पनि सर्दैछ, यहाँ फुल्नु पनि सुरु भइसकेको अवस्था छ। र यसरी नै यहाँ तपाईँले हेर्न सक्नुहुन्छ, यो पनि एकदम सरिसकेको छ र यहाँ पनि हेर्न सक्नुहुन्छ एकदमै सरिसकेको छ है त। र यो बेडहरू चाहिँ एकदमै सफा राख्नुपर्ने भएकोले गर्दा अहिले मैले सबै झाडुहरू लाएर चाहिँ एकदमै सफा बनाइसकेको छु। तपाईँले यहाँनिर देख्न सक्नुहुन्छ है त। र यो चाहिँ यस्तो छ र यो चाहिँ यतिको भएको छ त। र तपाईँहरूलाई के कस्तो लाग्छ कमेन्ट गर्नुहोस् होला है त। यसरी फुलिरहेको छ, एकदमै क्वालिटीमा फुलेको छ यसपालि, एकदमै दामी फुलेको छ, एकदमै दामीको। हस् त फेरि पनि नेक्स्ट भिडियोमा भेट्ने नै छौँ। आजको लागि बिदा लिन चाहन्छु सबैलाई। फेरि पनि आजको दिन शुभ रहोस्।